साथीभाइहरु देख्न सक्नुहुन्छ हैन आज मसँग 2 प्याकेट करेन्ट छ हैन यो चाहिँ हामी चाहिँ इन्डियामा छौं हैन तर पनि हामीसँग करेन्ट छ स्पेशली नेपालबाट मगाउनु भएको हैन सो आई एम सो ह्यापी आज म धेरै पछि करेन्ट खान पाइरहेको छु हैन सो हाम्रो प्रोसेस चाहिँ चालु भइरहेको छ पानी बोइल भइरहेको छ हैन देन त्यसपछि हामी यो करेन्ट दुईटा करेन्ट हाल्ने छौं एन्ड दुई जना खाने छौं एकदम इन्जोयका साथ हैन पिरो स्पाइसी हैन हाम्रो फुल करेन्ट के हो सो हामी हालिरहेको छौं हैन त्यसरी बोइल गर्ने लाइक दिस हैन 5 मिनेट जति पानीले बोइल गर्यौं देन अब यसलाई चाहिँ हालि है के हो भएन त ठाउँ मिलेन त माथि अझै हाल्ने के हो साथीभाइहरु अलि यो नमिलेको कारणले हैन अब पानी चाहिँ एकदम राम्रो क्वान्टिटीमा हाल्नु होला है तपाईहरु बनाउँदाखेरि अलि ध्यान पुर्याउनु होला मैले चाहिँ अलि पानी अलि हाल्न नजानेर हैन मिस्टेक भएछ फेरि थप्नु पर्यो हैन तपाईहरु चाहिँ हुन्छ नि लाइक दुईटा बनाउनको लागि अलि माथिसम्म चाहिँ हाल्नु होला हैन तो हेरौं अब यसलाई चाहिँ 5-10 मिनट बोइल गर्छौं फेरि देन अगेन हमारा ऑलमोस्ट बॉईल हो चुका है देन हम इसको फ्राई करेंगे थोड़ी देर बाद आप लोग देख सकते हो हम करेंट बना रहे हैं करेंट ये नेपाली ब्रांड है नेपाल से स्पेशली हमारा भैया ने मंगा हुआ है भाभी ने हमारे लिए प्यार से भेजा हुआ है दिस इज करेंट आई डोंट नो ना इंडिया में भी मिलेगा ये आई थिंक बट थोड़ा डिफरेंट रहेगा सो देखिए हम नेपाली डिश ट्राई कर आपको बताते हैं कैसे है देन आपको भी हम एक दिन टेस्ट करवाएंगे ओके फ्रेंड्स लेट्स सी अब ये कम्प्लीटली बॉईल हो चुका है देन अब हम इसको फ्राई करेंगे देखिए हमने जो पानी से बॉईल किया था ना उसको फेंक कर हम इसको फ्राई करेंगे ओके तो साथीभाइहरु देख्न सक्नुहुन्छ हैन हामी चाहिँ फर्स्टमा अन्डर फ्राई गर्छौं ओके देन त्यसपछि बिस्तारै यसलाई चलाएर हैन हामी देन त्यसपछि करेन्ट हाल्छौं हामी मिठो बनाएर खान्छौं गम साथीभाइहरु तर हाम्रो प्लानिङ चाहिँ अलि छुट्टै थियो है अब यसमा टक्क ससेज हालेर हैन पुरै टक्क हुन्छ नि लाइक अन्डा ससेज हैन करेन्ट सब हालेर एकदम मिक्स गरेर बल बनाउने एउटा सोच थियो हैन पानी परेको कारणले हामी कहीँ पनि जान पाएनौं त्यही नै हो अब जे हामीसँग छ हैन रुममा जे अवेलेबल थियो हामीसँग त्यही बनाएर खाइरहेको छौं हैन तर पनि यो आशा छ मिठो हुन्छ हैन मिठो नै हुन्छ हैन मेरो त अहिले नै यो निक्लिसक्यो है अब हेर्दैमा अब खाँदाखेरि त कस्तो मिठो होला है देख्न सक्नुहुन्छ हामीले यसरी यो चाहिँ के हो यो चिल्ली ससेज तेल हो ओइल हो यो चाहिँ ओइल हो है कलर निकाल्छ यसले अनि यसपछि चाहिँ उता छ करेन्टको यस्तो रातोवाला त्यो चाहिँ के हो पाउडर चिल्ली पाउडर यस्तो पिरो हुन्छ नि हैन थाहा छ खाएको मान्छेहरुलाई त्यही त हो हेर्नुस् तपाईहरु अब पाकिसकेको छ लगभग रेडी भइसकेको छ खाने हो उल्टा हो अलि मिस्टेक भएछ कि त्यो पानीमै हाल्ने हैन त्यसलाई के छ त अनि कहिले बना भएपछि थाहा हुन्छ पाक्छ तर पाक्छ खाने हो जस्तो भए पनि खाने हो अगाडि पछाडि हाले पनि हाल्ने हो जतिखेर हाले नि हाल्ने हो खाने हो आखिर जाने त्यही पेटमा हो जसरी बनाए पनि पाक्नु पर्यो टेस्टको कुरा अलग छ हैन त साथीभाइ देख सकते हैं हमारे 2 करंट इतना हो गया क्वांटिटी में थोड़ा कम जैसे दिख रहा है लेकिन बट ठीक है ज़्यादा स्पाइसी होगा तो ठीक ही होगा उतना वो नहीं है ना लाइक ब्रेकफास्ट है खाएंगे थोड़ा थोड़ा करके देखिए कैसा बना आप लोग कमेंट कीजिए हाँ टेस्ट मैं बताऊंगा कमेंट आप लोग कीजिए कैसा बना है ओके देखिए अब खाने शुरू करते हैं हम लोग तक आप देखते रहे तो फ्रेंड लोग देख सकते हैं आप लोग स्प्राइट के साथ हम खाएंगे अब करेंट विथ ए हाफ बॉयल क्यों हाफ फ्राई एग देन देखिए हमारे पास वो भी है और कुछ भी और बहुत सारे अभी हिडन में है सब कुछ अब खाएंगे हम देखिए गम के गम लाएंगे कैसा लग रहा है सो साथीभाइहरु म चाहिँ खाना रेडी भयो देख्न सक्नुहुन्छ मेरो एक बाइट मसँग त्यो उयो राख्नलाई ठाउँ नभएर यतिकै हान्दिरहेको छु मैले हेर्नुहोस् मेरो एक बाइट
मिठो मिठो बवाल छ यति त हुनुपर्छ है खानालाई साथमा स्प्राइट चिसो छ मौसम तर पनि साथमा स्प्राइट खानुको मजा नै बेग्लै छ कोक भयो कोक हैन त्यही त हो सो ठिक छ गाइस सो गाइस यही नै हैन यस्तो एक थाल भ्याइन्छ सो तपाईहरु चाहिँ अब कमेन्ट गर्नु होला के कस्तो लाग्यो हैन देन हामी चाहिँ नेक्स्ट भिडियोमा चाहिँ इम्प्रुभ गर्नेछौँ एन्ड यति नै भन्न चाहन्छु है सो अब जति पनि नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला देन जतिले पनि अहिलेसम्म मेरो भिडियोलाई हेरेर माया गरेर राख्नु भएको छ नि सो उनीहरूलाई नै थ्याङ्क यू भन्न चाहन्छु यसरी नै माया गर्नु होला ओके बाइ बाइ एन्ड सी यू टेक केयर